साथीहरू 안녕하세요. सधैँ चाहिँ आज पनि सानो ग्रामर मुखपब लिएर हामी उपस्थित भइसकेका छौँ। आज भने हामी यो सानो वार्तालापलाई पूर्ण गर्नेछौँ। हेर्नुहोस् त 3 नम्बरमा के लेखेको छ, फोकिवा खाची थेवारुल वान्साङ हाँसेयो भनेको छ। उदाहरणमा जस्तै थेवालाई वार्तालापलाई पूर्ण गर्नुहोस् भनेको। आज हामी यो वार्तालाप पूर्ण गरेर हेर्नेछौँ। यहाँ हेर्नुहोस् त, फोगी उदाहरण गाले भन्छ 안녕하세요. 어디 다녀오시는 길이에요? 안녕하세요. नमस्कार. 어디 다녀오시는 길이에요? कहाँ गएर आउँदै हुनुहुन्छ भन्ने अर्थ लाग्छ। अनि नाले भन्छ 네 집에 음식도 없고 배도 고프고 해서। हजुर घरमा खाना पनि नभएर अनि पेट पनि भोको भएको भएर माथि 다녀오는 길이에요. मार्टमा गएर आउँदैछु भन्ने अर्थ लाग्छ। के भयो त, हजुर घरमा खाना पनि नभएर अथवा घरमा खानेकुरा नभएको भएर अनि पेट पनि भोकै भएको भएर मार्टमा गएर फर्कँदैछु। उम्सिक्तो अपको फेदो खोफुदालाई हामीले उम्सिक्तो अपको फेदो खोफुको हेज भनेर बनायौँ है त। अब यस्तै 1 नम्बरमा जाउँ। अब तपाईँले प्र्याक्टिस बुझ्नुपर्ने भयो। हामीले के युज गर्ने भयौँ त, गो हेस भनेर युज गर्ने भयौँ। गो हेस ए भएर अथवा कारण दिनको लागि, कारण बताउनको लागि, त्यस कारणले, त्यसो भएर भन्ने अर्थको लागि गोहेसको युज गर्न सकिन्छ। हामी गोहेस युज गर्दैछौँ है त। 1 नम्बरमा हामी गोहेस युज गरेर वाक्य बनाउने छौँ। हेर्नुहोस् त, फाङहाक अतक्के फुनेसयो। अब तपाईँले बुझ्नुपर्छ, यहाँ फाङहाक भनेको के हो त, बिदा भन्ने अर्थ लाग्छ। फाङहाक भनेको चाहिँ तपाईँको विद्यालय बिदा हुनु, जस्तो लङ टाइमको लागि हुने भ्याकेसन, 15 दिन, 1 हप्ता, 2 हप्ताको लागि हुने भ्याकेसनलाई हामी फाङहाक भन्छौँ है त। फाङहाक अतक्के फुनेसयो, लामो बिदा चाहिँ कसरी बिताउनु भयो भनेर क्वेसन गर्दैछ। एन्सर ना। अब त्यहाँ तपाईँले भर्नुपर्ने छ, गोहेस युज गर्नुपर्ने छ। खोयाङेस खाजोकी ओदा छ। अब तपाईँले यसलाई के बनाउनु पर्यो, खोयाङेस खाजोकी ओगो हेसा, गाउँबाट परिवारहरू आएको भएर फुसाने यहेङ्गुल खात्ता बस्यो। खोयाङेस खाजुकी ओगो हेस फुसाने यहेङ्गुल खात्ता बस्यो। गाउँबाट परिवारहरू आएको भएर फुसानमा यात्रा गरेर आए भन्ने अर्थमा है त। बुझ्नुभयो होला। अब 2 नम्बरमा जाउँ। 2 नम्बरमा के भन्दैछ, 오늘 점심은 회사 앞에 새로 생긴 식당에 가서 먹는 게 어때요? आजको दिउँसोको खाना चाहिँ कम्पनी अगाडि नयाँ बनेको सिक्ताङमा गएर, सिक्ताङलाई रेस्टुरेन्ट भन्न सक्यो अथवा किचन पनि भन्न सक्यो है त, त्यहाँ गएर खानु चाहिँ कस्तो होला भन्ने अर्थमा। अनि एन्सर नाले के भन्दैछ हेर्नुहोस् त, 저는 아침을 늦게 먹다 छ। हेर्नुहोस् त, म चाहिँ बिहानको खाना ढिलो खान्छु भन्ने अर्थमा हो, अथवा ढिलो खाएँ भन्ने अर्थ। अब हेर्नुहोस् त, तपाईँले गोहेसको युज गर्नु पर्यो। 저는 아침을 늦게 먹고 해서, मैले चाहिँ बिहानीको खाना ढिलो खाएको कारणले, खाएकोले गर्दा, यसरी तपाईँले नेपालीमा अर्थ लगाउन सक्नुहुने भयो। 지금 밥 생각이 없어요. 저는 아침을 늦게 먹고 해서 지금 밥 생각이 없어요. म चाहिँ बिहानको खाना ढिलो खाएको कारणले गर्दा अहिले खानाको विचार छैन, अथवा अहिले खाने विचार छैन भन्ने अर्थमा, अथवा भोक लागेको छैन भनेर पनि बुझ्न सकियो। 3 नम्बरमा जाउँ। हेर्नुहोस् त, 요즘도 자가용으로 출퇴근하세요? 자가용, तपाईँले यो शब्द ध्यान दिनुपर्ने हो। 자가용 भनेको चाहिँ तपाईँको आफ्नो आफ्नो गाडी भन्ने अर्थमा। तपाईँले आफ्नै गाडी युज गरेर काममा आउने जाने गर्नुहुन्छ, 출퇴근 गर्नुहुन्छ। अनि एन्सरले के भन्दैछ नाले, 아니요 기름값이 많이 들다। 아니요 기름값이 많이 들다, यसको अर्थ के त, होइन तेलको मूल्य चाहिँ धेरै लाग्छ। अब तपाईँले गोहेसको युज गर्ने, 아니요 기름값이 많이 들고 해서 대중교통을 이용해요। होइन तेलको मूल्य चाहिँ धेरै लागेको कारणले 대중교통 इयङेयो। 대중교통 भन्नुको अर्थ सार्वजनिक यातायात। तेलको मूल्य धेरै लागेको कारणले सार्वजनिक यातायात प्रयोग गर्छु भन्ने अर्थमा है त। इयङ हात प्रयोग गर्नु, 대중교통 सार्वजनिक यातायात। लास्ट क्वेसन छ, 요즘 운동 시작하셨어요? आजभोलि 운동 सुरु गर्नुभयो भनेर सोध्दैछ। अनि एन्सरले के भन्छ, 네 건강도 안 좋은 것 같고
साल्दो छिदा हजुर स्वास्थ्य पनि नराम्रो भयो जस्तो लागेर अनि मोटो भएको कारणले गर्दा अब तपाईले गो हेसा बनाउनु पर्छ मोटो भएर भन्दै चाहिँ यसले खनगाङदो आन्छौनको कातको साल्दो छिगो हेसा छिगो हेसा छिनान्दालबुथ यसिमियाको 있어요 स्वास्थ्य पनि नराम्रो भयो जस्तो लागेर र त्यस पछाडि के भन्छ शरीर पनि मोटो भएर अथवा मासु धेरै लागेको कारणले गर्दा गत महिनादेखि मेहनतका साथ गर्दैछु व्यायाम गर्दैछु भन्ने अर्थमा यसरी तपाईले VST मा युज गर्न सक्नु नै भो कन्क्लुजनमा तपाईले के बुझ्नु पर्यो भन्दाखेरि गोहेसा चाहिँ ले गर्दा को कारणले यसरी हामीले नेपालीमा अर्थ लगाउन सक्ने भयौं त्यसले गर्दा त्यसैले जस्तो अर्थ लगाउन सक्ने भयौं यो चाहिँ गोहेसालाई यसरी बुझ्न सकियो भने यो चाहिँ VST मा भवेल कन्सोनेन्ट जस्तो सुकै अवस्थामा पनि हामीले VST को पछाडी युज गर्न सक्ने भयौं अत्यन्तै सरल हुने भयो हस् धन्यवाद आगामी क्लासहरुमा पनि तपाईहरुलाई यस्तै जानकारीमूलक भिडियोहरु लिएर आउने छु मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद र जाने बेलामा कम्तिमा एकचोटी लाइक कमेन्ट सँगसँगै सब्स्क्राइब गर्न पनि नभुल्नुहोला धन्यवाद फेरि भेटौँला